खिर बनाउन गइरहेको छौँ। हेर्नुहोस् ल, खिरमा हामीले के हाल्दैछौँ, काजु बदाम किसमिस नरिवल होइन, यो खिर मसला नै लाउँदैछौँ क्या। कस्तो राम्रो भइरहेको, के घराङरुङ गर्छौ हो, यता आऊ त। हेर्नु न कस्तो राम्रो गरेर यो नपौठाइकन लाउनुपर्छ यसरी। हेर्नु नरिवल, आज हाम्रो चाहिँ यो खिर चट्टै बनाउने हो। तरी चलाइदिनुपर्छ। कस्तो राम्रो मिठो 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 खिर बनिने छ आज। हाम्रो बहिनीलाई तातो खिर बनाएर खुवाउने भनेर नि अब दिनभरि भाँडा माझ्छिन् बिचरा, गल्छिन्। अनि बेलुका जाने बेलामा चट्टै तातो खिर खाएर जान्छन्। यो बहिनीलाई साह्रै मजा लागेछ। जेमा पनि मलाई खाए मात्रै भन्छ। कस्तो राम्रो भइरहेछ। गिलास में डाल के पानी खा रहे सब फेफड़ा भी गया। अब बेलुका म उहाँलाई चाहिँ, मेरो बहिनीलाई चाहिँ, काम गर्ने बहिनीलाई चाहिँ तातो खिर खुवाएर पठाउँछु। धेरै मन पराउँछिन्। दिनभरि काम गरिन् नि त, अब अहिले चाहिँ खाजा खान लागेको छिन् बहिनी गलेर। गल्यौ नि बहिनी, कति काम गर्छौ। चिसो पानीसँग अन्डा करी र भात खाँदैछ। ढाड मालिस गरिदिनु पर्छ।